आज हामी बेलायतको यो चिसो तर फ्रेस बिहानीमा एउटा सानो पारिवारिक यात्रामा निस्किएका छौँ। यो पार्कमा अस्ति न म पनि आएको थिएँ। सधैँको काम र भागदौड त छँदैछ, तर कहिलेकाहीँ सहरको कोलाहलबाट टाढा घर नजिकैको यो शान्त जङ्गलमा हराउनुको आनन्द नै अर्कै हुन्छ। आजको यो यात्रा विशेष गरी वृषभ र आश्विकको लागि हो। उनीहरूलाई प्रकृतिको नजिक ल्याउन र यो खुला आकाश मुनि केही समय बिताउन। वृषभ अलि अगाडि दगुर्दै नयाँ बाटो खोज्दै, अनि सानो आश्विक उसलाई पछ्याउँदै। बच्चाहरूको आँखाबाट संसार कति सुन्दर देखिन्छ। हाम्रो लागि यो साधारण जङ्गल हुन सक्छ, तर उनीहरूको लागि यो एउटा ठुलो म्याजिकल किङडम हो। यहाँ न कुनै ग्याजेट छ, न कुनै स्क्रिन छ, त केवल चराहरूको आवाज र सुकेका पातहरूको खटखट आवाज। भनिन्छ बेलायतको मौसमको कुनै भर हुँदैन। आज हामी घरबाट निस्किने समयमा आकाश केही खुल्ला भए तापनि अहिले फेरि पानी पर्न थालिसकेको छ। हामी अभिभावकहरू सधैँ उनीहरूको भविष्य बनाउन व्यस्त हुन्छौँ, तर कहिलेकाहीँ उनीहरूको वर्तमानसँग जिउनु नै सबैभन्दा ठुलो उपहार हो। केही समयको हिँडाइपछि भोक मेटाउनको लागि केही खानेकुराहरू खाँदै यात्रा अगाडि बढ्दैछ। आज के खाएको तिमीले? चकलेट ब्रेड खाइदियो? हङ्ग्री भयो? हिँडेर थाक्यो? पानीमा टेक्दा मजा आयो? उता पानी फन भयो कि नै? हङ्ग्री पनि भयो? ल हिँड। हामी कहाँ आएको रे आज? गार्डनमा? गाडा होइन, ऊ त्यो माथि डाँडामा जाने भनेको, उसले गाडा सुन्दैछ नि। आज चाहिँ हामी वाकमा आएको होइन, हाइकिङ भनेर आएको, तर पानीले बिजोग बनायो, पानी परिरहेछ। अनि एकदम हिलो, मैले खासमा यिनीहरूको बुट लगाइदिनु पर्ने यस्तो बिर्सेछु भने जुत्ता लगाएर निलो जुत्ता लगाएको कालो बनाइसक्यो एउटाले। यस्तो छ हालत। हामी माथि पुग्न त पुग्यौँ होइन, तर धेरै टाढा पनि जान सकिनँ, किन एकदम हिलो प्लस पानी पनि परिरहेछ। त्यही भएर त्यति धेरै टाढा चाहिँ जान सकिनँ। अनि यिनीहरूलाई हल्का खानेकुरा खुवाएर अब हामी चाहिँ फर्किँदैछौँ। होपफुली नेक्स्ट टाइम समरमा जुन पानी अलिक वेदर राम्रो भए पछाडि चाहिँ आउनुपर्छ। एकचोटि रमाइलो छ चाहिँ। करिब 1 घन्टाको हिँडाइपछि अब हामी घर फर्कने तर्खरमा छौँ। के टेकेर आयो? जुत्ता हेर यहाँ। आज मैले मिस्टेक गरिहालेँ क्या, ठुलो मिस्टेक।
वाइलिस लगाइदिनु पर्थ्यो। आज मौसमले त्यति धेरै साथ पनि दिएको छैन। लागेको थियो आकाश खुल्नेछ, घामका किरणहरूले पनि सहयोग गर्नेछन्, तर सोचे जस्तो सधैँ कहाँ हुन्थ्यो र। खुट्टाहरू अलि थाकेका छन्, तर उनीहरूको अनुहारको त्यो सन्तुष्टि देख्दा लाग्छ आज यो फरेस्ट वाक सफल भयो। यस्ता साना यात्राहरूले नै परिवारलाई अझ नजिक ल्याउने रहेछ। के हो त्यो खोइ? के रहेछ? फ्लावर हो रे होइन? तपाईँहरूलाई थाहा छ भने भन्नु है त के हो यो? यस्तो रहेछ। यो के गर्छ त? खेल्नु भित्र हुँदैन, यो बिग्रेको सबै। ल नि त्यहाँ बाटोसम्म लग। ब्रिसोले थिचेर बनाएको त्यस्तो हिलो हिलो। अनि आशुक व्हाट इज दिस? के हो यो? हिरो क्यामेरा बा आशुक ओ बाबुले दिएको के? पैसाले त धेरै थोक किन्न सकिन्छ, तर यस्ता यादहरू त मात्र समय र प्रेमले नै बनाउन सकिन्छ। एक्चुअली हामी जानुपर्ने रुट चाहिँ यो थियो होइन, योबाट चाहिँ माथि डाँडामा जान मिल्थ्यो, तर यहाँ चाहिँ पुरै हिलो छ क्या, त्यो जानै सक्ने कन्डिसनै भएन, त्यही भएर हामी चाहिँ यो वेमा गयौँ। तर खासमा यो चाहिँ जाने प्लान थियो खासमा। अब नेक्स्ट टाइम हाम्रो यो सानो बेलायती जङ्गलको यात्रा तपाईँहरूलाई कस्तो लाग्यो? आशा छ तपाईँहरूले पनि यो भिडियो हेरेर केही बेर शान्ति महसुस गर्नुभयो होला। वृषभ र आश्विकको यो बदमासी र रमाइलो मन पर्यो भने भिडियोलाई लाइक र सेयर गर्न नबिर्सिनु होला। अर्को एउटा नयाँ यात्रामा फेरि भेटौँला। तबसम्मको लागि बिदा दिनुहोस्। नमस्ते।